हेलो गाइस हामी चाहिँ हैन कहाँ छौं भन्दाखेरि भैरव कुण्ड पुग्न लागिसकेका छौं त्यही पनि मलाई चाहिँ खासै गाह्रो लागेको छैन हैन यहाँ केटालाई चाहिँ लास्टै गाह्रो लाग्यो भनेर मलाई एकदम चिन्ता लागिरहेको छ हाम्रो एउटा हेर्न सक्नुहुन्छ त्यो है यो हाम्रो एउटा केटाहरूको ग्रुप चाहिँ एकदम लोदर खालको ग्रुप रहेछ सबै खानेकुरा लिएर तुक्नेहरू कहाँ गयो साला हामीलाई त भोकै लाग्दैन क्या मुजी मुख छाडी पनि जाऊ है मुजी कस्तो मुजी अनपढ गवार मुजी यार मुजी मेराहरू नै रहेछ मलाई खानेकुरा सबै ब्यागमा राखेर मुजी हामीलाई त भोक लाग्दैन मुजी राकेश यो राकेशसँग पनि घुम्न जानु हुँदैन नि हामी मुलाई तर खासै गाह्रो त छैन होइन यो हिउँ हेरेर वाक्क दिक्क हुने रहेछ ओइ म्याचिस ओइ बन्न भयो बन्न भएको मेरो गोरुबाट खिच्ने भने ब्यागमा हटा न ब्यागमा ब्याग हाल त्यसो गरे नि हुन्छ सही हो माथि चाहियो माथि माथि चाहिन्छ हाइटमा चाहियो चरी पर आउँछ हेर्न एंगल डाँडैमा बसेर बस यहाँ सुरज बाको पाइलो बनाउनलाई ल भ्यू हेर्न सक्नुहुन्छ यहाँ के हिउँ हेरेर वाक्क लाग्ने ठाउँ रहेछ यार म 5 दिन हिँडिसक्यो अहिलेसम्म थाहा छैन म कि यसो हुनुपर्छ मान्छे म त होइन केटा 5 घन्टा हिँड्यो भने म थाहा छैन ल 5 दिन ननस्टप 5 दिन हिँडिसक्यो होइन त्यही पनि थाहा छैन तर मलाई मेन दृश्य यो राकेश यो ह्यान्सी लाटा यो अमित दाई लाटा एकदम रिस उठिरहेछ मलाई होइन साला यहाँ भोग लाएर हिँड्न सकेँ होइन मुजी यसो खानेकुरा राखेर जाने हो मुजीहरू यहाँ म हिउँ खाएर आउनुहोस् यार के गर्नु लाग्यो साथी ए म नबनाउने यार बनाउन आइज ए 5 जस्तो यसो मिलाएर कहिले बनाउँछु यस्तै मात्र हो नि ट्रेकिङ भने मुजी चिटी चाटमा मेकअप गर्नुपर्छ ल पछि एकछिनमा भन्छु न मुख थोक यार ठिक छ